टिकट पनि राखिन्छ। अब लक्षित समूह छलफल भनेर भन्छ हामी। लक्षित समूह छलफल भनेको उस्तै विशेषता भएका अर्थात् समान विशेषता भएका होमोजिनियस समूहसँग करिब डेढ घन्टासम्म गरिने एउटा गहन छलफल हो। त्यसलाई हामी के भन्छौँ भन्दा सहभागितामूलक अवलोकन भनेर भन्छौँ। अब यो 1.5 घन्टा किन हुन्छ भन्ने सन्दर्भ मैले राखेँ। हामीले तथ्याङ्क सङ्कलन गर्दा एकजनासँग एउटा इन्टरभ्यू लिनु र 6 देखि 12 जनासँग उनीहरूको धारणा कलेक्सन गर्नु केही टाइम लाग्ने कुरा हो, समय लाग्ने नै कुरा हो। एकजनासँग गहन अन्तर्वार्ता गरेर उनीहरूबाट प्राप्त भएको धारणा कहिलेकाहीँ अविश्वसनीय पनि हुनसक्छ। एकजना ऊ एक्लै बोल्छ, उसको एक्लै उसँग भेटेर हामीले छलफल गर्छौँ अर्थात् इन्टरभ्यू गर्छौँ। त्यसलाई के इन्फर्मेट इन्टरभ्यू KII पनि भनेर भन्छौँ भने उसँग चाहिँ हामी गहन अन्तर्वार्ता लिन्छौँ, लामो समयसम्म अन्तर्वार्ता लिन्छौँ। त्यति बेला चाहिँ उसले भनेका कुराहरू कतिपय बनावटी पनि हुनसक्छ। किन भन्दा ऊ एक्लैले बताइरहेछ नि त। कहिलेकाहीँ मान्छे बनावटी कुरा पनि गरिदिन सक्छ, कथामा पनि मोडिदिन सक्छ, अनुभवभन्दा बाहिरका कुराहरू पनि गरिदिन सक्छ। किन भन्दा अरूलाई त थाहा हुँदैन त्यहाँ उसले के बोलिरहेछ। त्यसैले सबैभन्दा तथ्यपरक अर्थात् विश्वसनीय तथ्याङ्क प्राप्तिका लागि यस लक्षितसम्म छलफलमा चाहिँ के हुन्छ भने उस्तै समान गुण भएका व्यक्तिहरूको बिचमा छलफल गरायो भने के हुन्छ भने एकले अर्कालाई बोलेका कुराहरू त्यहाँ के हुन्छ थाहा हुन्छ र कसैले पनि गल्ती कुरा गर्न पाउँदैन, बनावटी कुरा गर्न सक्दैन। एउटाले भनेको कुरा अर्कोले बनावटी यदि गर्यो भने कहिलेकाहीँ आदर्शवादीमा हाम्रो समाज छ नि त, आदर्शवादी मानिसहरूले के गर्छन् आफ्ना आदर्शका कुराहरू बढी गर्छन्। त्यसले बनावटी कुरा हो कि होइन, रियल कुरा गरिरहेछ कि छैन, फेक कुरा गरिरहेछ कि छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ र यसबाट प्राप्त भएका तथ्याङ्कहरू असाध्यै विश्वसनीय हुन्छन्। यो लक्षित समूह छलफलबाट प्राप्त भएका तथ्याङ्कहरू अन्तर्वार्ताबाट प्राप्त भएका भन्दा विश्वसनीय हुन्छन् भनेर यसलाई प्रभावकारी मानिन्छ एउटा हिसाबले। अर्को हिसाबले एकैपटकमा 6 देखि 12 जना व्यक्तिहरूसँग पनि यहाँ उनीहरूको अनुभव लिन सकिन्छ, अन्तर्वार्ता गर्न सकिन्छ अथवा उनीहरूको धारणा लिन सकिन्छ र एउटै प्रश्नमा विभिन्न व्यक्तिहरूबाट फरक फरक एङ्गलमा कुराहरू जानकारी प्राप्त हुने अर्थात् सूचनाहरू जानकारी प्राप्त हुने भएकोले मानिसको विविध धारणा पनि लिन सजिलो हुन्छ छोटो समयमा। भनेको 1.5 घन्टा, बढीमा 1.5 घन्टा हो, यो म्याक्सिमम् 1.5 घन्टाको समय राख्छौँ हामी। र सहभागीलाई हामीले यो लक्षित समूह छलफल गर्नुभन्दा अगाडि जसले सूचना सङ्कलन गर्छ तिनीहरूले के गर्छ भने आफ्नो पहिला एउटा सुरुमा पहिलो 30 मिनट भन्छ यहाँ, पहिलो 30 मिनटमा चाहिँ तथ्याङ्क सङ्कलन गर्ने व्यक्तिले आफ्नो बारेमा जानकारी राख्छ होइन, वार्मअप गर्छ, उनीहरूलाई धारणा दिने वातावरण तयार गरेर गराउँछ। अनि मैले के बताउने भन्ने कुरा पनि उसलाई थाहा हुन्छ होइन, अर्थात् के को लागि तथ्याङ्क सङ्कलन गर्दैछन् भन्ने थाहा हुन्छ। भनेको अनुसन्धानकर्ता र उत्तरदाताको बिचमा एउटा घनिष्ठ सम्बन्ध स्थापित भइसक्छ। त्यो 30 मिनटलाई के भनिन्छ भन्दा धारणा सङ्कलन भनेर भनिन्छ। धारणा भनेको कोही सहभागी हुन चाहने हुन्छन्, कोही सहभागी हुन नचाहने हुन्छन्, त्यहीँबाट बाहिरिन्छन्, त्यो समूहबाटै बाहिरेर उनीहरू निक्लन्छन्। चाहनेहरू त्यहीँ बस्छन् र म सही धारणा दिन्छु भन्नेहरू त्यहीँ नजिकै सहभागी हुन्छन्। त्यसैले के को बारेमा तथ्याङ्क सङ्कलन हुँदैछ, मैले के बताउनु पर्छ, के भन्दा उपयुक्त धारणा प्राप्त हुन्छ, के समस्या हो अर्थात् के सजेसन हो, सल्लाह हो, समस्या सल्लाह अर्थात् ज्ञानका कुराहरू अर्थात् अनुभवका कुराहरू सबै यसमा सेयर हुन सक्छन्। यसका राम्रा पक्षहरू भयो भने यसका कमजोर पक्षहरू पनि छन्। कमजोर पक्षहरू के छन् भन्दा इक्जाममा आउन सक्छ है, यसका विकनेस एन्ड के भन्छ सबल पक्ष र दुर्बल पक्ष भनेर आउँछ होइन, स्ट्रङ एन्ड विकनेस भनेर आउन सक्छ। अब त्यो विकनेस चाहिँ के हुन सक्छन् त यसका दुर्बल पक्षहरू भन्दा समूहमा धारणा राख्दाखेरि कहिलेकाहीँ अलिकति आन्तरिक कुराहरू भन्छ, अलिकति भित्री कुराहरू
अर्थात् सार्वजनिक गर्न नमिल्ने खालका कतिपय विषयवस्तुहरूलाई चाहिँ खुल्ला ठाउँमा राख्ने मानिसहरूमा क्षमता हुँदैन, अर्थात् त्यो खालको क्षमता बनाउन सक्दैन, अर्थात् राख्नु पनि हुँदैन। त्यस्तो कुराहरू थाहा पाउनलाई कठिन हुन्छ। कतिपय कुराहरू एक्लै बसेर कुरा गर्दाखेरि प्राप्त हुने धारणाहरू चाहिँ यसबाट प्राप्त हुँदैन। त्योभन्दा बाहेक चाहिँ यो अन्तर्वार्ता भन्छ हामी लामो समयको अन्तर्वार्ता भन्दा यसबाट प्राप्त भएको तथ्याङ्क चाहिँ र तथ्याङ्क लिने विधि चाहिँ सजिलो पनि छ, सहभागी पनि उत्साहित हुन्छन्। के अरे अन्तर्वार्ता लिने व्यक्तिहरू पनि अर्थात् तथ्याङ्क लिने पनि व्यक्ति पनि उत्साहित हुन्छन् र तथ्याङ्क लिने दिने दुवै कार्य चाहिँ असाध्यै प्रभावकारी हुने गर्दछ। र पहिलो 15-30 मिनट भने मैले 15देखि 30 मिनट भन्छ यहाँनिर, मैले 30 मिनट राखेको छु। 15देखि 30 मिनट चाहिँ अनुसन्धानकर्ताले आफ्नो धारणा राख्ने र अनि उत्तरदाताको धारणा पनि लिने, त्यो अध्ययनको बारेमा धारणा लिने काम हुन्छ। सुरुको 30 मिनट अनुभव साटासाट भन्छ यसलाई, अनुभव साटासाटका कुराहरू हुन्छन् र घनिष्ठ सम्बन्ध स्थापित हुन्छन्। त्यसपछि केही समय ब्रेक गरिन्छ, केही समय ब्रेक भन्छ, 5देखि 10 मिनट अथवा 15 मिनट चाहिँ चिया ब्रेक भन्छ, टी ब्रेक भन्छ, टी ब्रेक पनि गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ अलिकति अनुसन्धानकर्ताले अलिकति लगानी गरेर चिया सिया कफीहरू खुवाउने कार्यक्रम गर्नुपर्ने हुन्छ ती सहभागीलाई, चिया खाजा खुवाएर। अनि फेरि अब वास्तवमा के कुराहरू हामी सोध्दैछौँ त, तपाईँले कसरी उत्तर दिने, अर्थात् कसरी तपाईँलाई आफ्नो कुराहरू राख्नु पर्ने हुन्छ भनेर त्यहाँ पहिला नै तयार गरिएको हुन्छ। र अनि त्यति बेला चाहिँ वास्तविक त्यहाँ जतिजना सहभागी हुन्छन् 6 जनादेखि 12 जनासम्म चाहिँ असाध्यै उपयुक्त भनेर भनिन्छ। त्योभन्दा बढी राख्न पाइँदैन। अब 6देखि 7 जना 8 जना चाहिँ राम्रो हो। यसरी विभिन्न व्यक्तिहरूसँग उनीहरूको अनुभव, उनीहरूको विचार होइन, उनीहरूको ज्ञान, उनीहरूको सल्लाह सुझाव परामर्श आदि चाहिँ हामी पालैपालो त्यहाँ सङ्कलन गर्छौँ। त्यसलाई रेकर्ड गर्ने पनि विधि हुनसक्छ, अर्थात् कोही टिपोट गर्ने व्यक्ति छ भने सँगै टिपोट गर्ने व्यक्ति सँगै हुन्छ र तथ्याङ्क सङ्कलन गरिन्छ। र त्यो 30 मिनटको समय त्यसरी सकिन्छ। आवश्यकता अनुसार 30 मिनट हो, अब अलिकति बढी पनि जान सक्छ, अर्थात् 30 मिनटमा सक्ने भन्ने छ मान्यता। त्यसपछि केही बेर फेरि रेस्ट गरेर, अर्थात् टी ब्रेक नगरिकन एकछिन रेस्ट गरेर, अर्थात् 5 मिनटपछि अब तेस्रो चरणमा जाने हुन्छ। पहिला धारणा सङ्कलनबाट र विश्लेषणबाट आएका कुराहरू, पहिला बताएका कुराहरूमा फेरि यस्तो यस्तो धारणा प्राप्त भयो, अब तपाईँहरू यसलाई कसरी निष्कर्ष दिनुहुन्छ भनेर अनुसन्धानकर्ताले उत्तरदाताहरू समक्ष आफ्ना कुराहरू राख्छन्। र अनि अर्को 30 मिनटमा, करिब 30 मिनटमा चाहिँ अर्को तेस्रो चरणको निष्कर्ष निकाल्ने भन्दा उहाँहरूले धेरै कुराहरू भनेको हुन्छ। दोस्रो चरणमा धेरै सल्लाहहरू हुन्छ, धेरै जानेका कुराहरू बताएका हुन्छन्। ती मध्ये एकदमै उपयुक्तलाई अब थिम बनाउने भन्छ, अर्थात् त्यो थिमलाई पनि P1 P2 P3 गर्दै जाने भनेको प्रायोरिटी 1 प्रायोरिटी 2 प्रायोरिटी 3 भनेर सबैभन्दा बढी उपयुक्त कुन चाहिँ हो त, सबैले बताएको मध्ये सबैभन्दा बढी उपयुक्त कुन चाहिँ हो, सबैभन्दा बढी आवश्यक कुन चाहिँ हो, अर्थात् सबैभन्दा बढी महत्त्वपूर्ण कुन चाहिँ हो होइन, सबैभन्दा राम्रा कुराहरू कुन कुन हुन् भनेर 1 2 3 4 5 गर्दै यसरी र्याङ्किङ गर्ने गरिन्छ थिमहरूलाई हो। त्यसरी त्यो अन्तिम चरणमा निष्कर्ष पनि निकाल्ने भएको कारणले गर्दा अनुसन्धानबाट प्राप्त भएको तथ्याङ्क सिधै विश्लेषण, हामी सिधै तथ्याङ्कलाई व्याख्या र विश्लेषण गर्ने ठाउँमा पुर्याउन सक्छौँ। र यो एउटा अनुसन्धानको एउटा पाटो नै सकिने भएको कारणले गर्दा लक्षित समूह छलफल विधि चाहिँ असाध्यै प्रभावकारी हुन्छ। यसरी 3 चरणमा सञ्चालन गर्ने गरिन्छ भनेर मैले बताएँ। तपाईँहरूको के जिज्ञासा छ भने राख्नु होला। एक्जाममा यसलाई उदाहरण सहित दिनुपर्ने हुन्छ। अब मानव उदाहरणको रूपमा कुनै समुदायमा उस्तै मानिसहरूलाई सहभागिता गराएर, यहाँ होमोजेनियस किन हुनुपर्छ, समान गुण भएका किन हुनुपर्छ भन्दा असमान गुण भएका व्यक्तिहरूको बिचमा लक्षितसम्म छलफल गराइयो भने के हुन्छ भने, अब मानौ तपाईँको समुदायमा सबैभन्दा बढी के आवश्यक छ भनेर राखियो त्यो प्रश्न भने, त्यो प्रश्नको उत्तरमा अब मानौ धेरै धनी छ, धनीले के भन्ला, हाम्रो गाउँमा चाहिँ पिच रोड चाहियो भन्ला, किन उसलाई गाडी चलाउनु पर्या हुन्छ।
अनि गरिबलाई के चाहियो भन्दा हामीलाई चाहिँ काम गर्ने ठाउँ चाहियो, होइन, अर्थात् हामीलाई रोजगार चाहियो भनेर भन्ला। त्यसैले गर्दा ती व्यक्तिहरूको बिचको धारणा मिल्दैन। हामीलाई चाहिँ कच्ची रोड भए नि हुन्छ, हामीलाई पिच रोडमा हिँड्ने हामीसँग हैसियत छैन। पिच रोडमा हिँड्नलाई जुत्ता चप्पल लगाएर हिँड्नुपर्छ। बरु कच्ची रोडमा हिँड्दा जुत्ता चप्पल लाउनु पर्दैन, किनभने पिच रोडमा त घाममा तातेपछि त पोल्छ। त्यसैले हामीलाई त्यो पिच रोड हाम्रो लागि झन् अभिशाप हुनसक्छ भनेर गरिबले बताउन सक्छन्। अनि धनीले पिच रोड चाहिन्छ भन्छ, स्वाभाविकै भइहाल्यो। त्यसैले त्यस्तो खालको असमान गुण भएका समूहहरू राख्नु हुँदैन र एउटै खालका गुण भएका र उस्तै खालका समान गुण भएका व्यक्तिहरूको समूह राखेर मात्रै छलफल गराउनुपर्छ। मैले उदाहरण मात्रै बताएँ। यस्ता विविध समस्याहरू हुन सक्छन् भनेको असमान समस्याहरू आयो भने त्यो खालको छलफल प्रभावकारी हुँदैनन् र समान समस्याहरूलाई समान कुराले समान ढङ्गबाट व्याख्या गर्ने गरी आउनुपर्छ। जस्तै मानव उदाहरणको रूपमा शिक्षक र विद्यार्थीको बिचमा छलफल गराउनु हुँदैन। शिक्षकलाई शिक्षकको ग्रुप बनाएर विद्यार्थीलाई विद्यार्थीको ग्रुप बनाएर छलफल गर्नु, किनभने विद्यार्थीले शिक्षकको अगाडि जानकारी गराउन सक्दैन, अर्थात् शिक्षकले विद्यार्थीको अगाडि पनि सबै कुरा खोलेर भन्न सक्दैन। त्यसैले त्यहाँनिर बिचमा अर्थात् सञ्चालक समिति र शिक्षकहरूको बिचमा पनि त्यो समूह मिलाएर छलफल गराउनु हुँदैन। त्यसबाट पनि तथ्याङ्क सही आउँदैन। त्यहाँनिर सञ्चालक समिति र शिक्षकहरूको बिचमा पनि छलफल भयो भने त्यहाँ पनि केही ग्याप रहन सक्छ। त्यसैले होमोजिनियस ग्रुप हुनुपर्छ भन्छ। यसको विकनेस भनेको एउटा चाहिँ होमोजिनियस ग्रुप यदि भइदिएन भने प्राप्त हुने तथ्याङ्क चाहिँ के हुन्छ, बाहिर जान सक्छ। कहिलेकाहीँ छलफल निष्कर्षविहीन पनि हुनसक्छ। त्यस्तो खालको एउटा कमजोरी पक्षहरू छन्। निष्कर्षविहीन छलफलमा पुगेर अर्थात् छलफलले कहिलेकाहीँ द्वन्द्वात्मक रूप पनि लिन सक्छ, झगडा पनि पर्न सक्छ, त्यस्तो पनि हुनसक्छ। त्यसैले अनुसन्धानकर्ताले असाध्यै सचेत भएर असाध्यै त्यो विवेकताका साथ असाध्यै तालिम प्राप्त गरेर यो छलफल विधि सञ्चालन गर्न सक्छ है। अब इन्टरभ्यूको कुरा तपाईँलाई थाहा छ। अघि मैले भने इनडेप्थ इन्टरभ्यू भनेर भन्यो। इनडेप्थ इन्टरभ्यूको लागि पनि त्यसै गरी त्यतिकै तालिम प्राप्त व्यक्तिको जरुरत पर्छ। उसले चाहिँ पहिला उनीहरूसँग आफ्ना जानकारी राखेर उनीहरूसँग राम्रो वार्मअप गरेर आफ्ना भिजनहरू राखेर तपाईँलाई विश्वास गरेपछि मात्रै कसैले आफ्नो उत्तर बताउने हो, नत्र भने उत्तर बताउँदैन। त्यसैले गर्दा सहभागितामूलक अवलोकनमा पनि त्यति नै सहभागितामूलक अवलोकन, पूर्ण सहभागितामूलक अवलोकन अर्थात् सक्रिय सहभागितामूलक, निष्क्रिय सहभागितामूलक अवलोकन पनि यसका लागि पनि राम्रो टेक्निकल मान्छेहरू चाहिन्छन्। त्यसैले यी तीनवटा विधि मैले इनडेप्थ इन्टरभ्यू, अवलोकन र लक्षित समूह छलफल विधिको बारेमा तथ्याङ्क सङ्कलन गर्ने तरिकाको बारेमा मैले बताएँ। यो चाहिँ इम्पोर्टेन्ट छ, जानकारी लिनु होला है त। हुन्छ सर।